आज बल्ल हामी बिहान 6 बजे काठमाडौँ आइपुगेका छौँ। नमस्ते नमस्कार सबैजनालाई, मेरो फेसबुक फ्यामिलीलाई। हामीले जुन गाडीमा भुसा लोड गर्छौँ नि, त्यो कति किसिमको भुसा लोड गर्छौँ, कस्तो किसिमको बोरामा लोड गर्छौँ, त्यसको बारेमा आज हामी जानकारी दिनेछौँ। त्यो चाहिँ सबै तपाईहरुले देखाउनु छ। यो भिडियोमा लास्टसम्म हेर्नु होला। यो चाहिँ सबै हामीले तपाईलाई सबै देखाउनेछौँ, सुरुदेखि लिएर अन्तसम्म देखाउनेछौँ। भुस भनेको तपाईको 3 किसिमको हुन्छ। मसुरोको भुस, अर्को हुन्छ गहुँको, र अर्को चाहिँ एउटा धानको भुस हुन्छ। पराललाई काटेर कसेर लोड गर्ने भुस हुन्छ अर्को। र यो तीनटै मध्ये सबभन्दा बढी खानामा रुचाउने गाई भैँसीहरू चाहिँ सबभन्दा बढी खाने चाहिँ परालको भुस हो। र आज हामी चाहिँ परालको भुस कटिङ गरेर हाम्रो आफ्नो गाडीमा लोड गर्ने छौँ। 5 hours later राति 9-10 बजेसम्म हाम्रो गाडी लोड भयो साथीहरू। हामी खाना खाएर घरबाट निस्केको, अनि आज बल्ल हामी बिहान 6 बजे काठमाडौँ आइपुगेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु, हामी अहिले भ्यालीभित्र छौँ, यता बस पार्कतिर जहाँ हाम्रो गाडी खाली हुन्छ नि, हामी ठ्याक्कै त्यही ठाउँमा छौँ। हेर्न सक्नुहुन्छ, हामी अहिले आफ्नो गाडी खाली गर्नको लागि अहिले यहाँ बस पार्कमा रुकिरहेछ। गाडी लिएर मान्छे आउँदैछ, त्यसपछि हाम्रो गाडी खाली हुन्छ। र यो गाडी बेलुकासम्म खाली भएर फेरि हामी घर फर्केर फेरि हामी भोलि चाहिँ फेरि आफ्नो गाडी लोड गर्ने। हाम्रो काम भनेको तपाईको सधैँ भुसा ल्याइरहने। 2टा गाडी छ, 2टा गाडी मध्ये लोड भएर आउँछ र अर्को चाहिँ खाली भएर घर फर्किन्छ। सधैँ हाम्रो कामै यही हो।